कर्णाली प्रदेशको सल्यान जिल्लामा अवस्थित कुमाक गाउँपालिका प्राकृतिक, सांस्कृतिक र आर्थिक दृष्टिले अत्यन्त सम्भावनायुक्त स्थानीय तह हो। पहाडी भूभाग, हरियाली वनजङ्गल, उर्वर कृषि भूमि तथा मौलिक ग्रामीण बस्तीहरूको संयोजनले यस गाउँपालिकालाई विशिष्ट पहिचान दिएको छ। समुद्री सतहदेखि लगभग 500 मिटरदेखि 2537 मिटर उचाइसम्म फैलिएको यस क्षेत्रको हावापानी विविधतायुक्त छ, जसले कृषि उत्पादनदेखि जैविक विविधतासम्म सकारात्मक प्रभाव पारेको छ। स्थानीय जनताको परिश्रम, परम्परागत सिप र सामुदायिक एकताले कुमाक गाउँपालिकालाई सामाजिक र आर्थिक विकासतर्फ निरन्तर अघि बढाइरहेको छ। कुमाक गाउँपालिकाको प्रशासनिक, सामाजिक तथा आर्थिक गतिविधिको केन्द्रका रूपमा रागेचौर बजार, देवलखेत फाँट, मिलनचोक बजार लगायत मर्म, जिउला क्षेत्र महत्वपूर्ण स्थान ओगट्छन्। यी क्षेत्रहरू केवल भौगोलिक केन्द्र मात्र नभई सेवा प्रवाह, व्यापार, कृषि उत्पादन र सामाजिक अन्तर्क्रियाका प्रमुख हबका रूपमा विकसित हुँदै गएका छन्। सडक सञ्जालको विस्तार, विद्युत पहुँच, सञ्चार सेवाको सुधार र स्थानीय तहको सक्रिय भूमिकाले यी क्षेत्रहरूको विकासलाई थप गति दिएको छ। देवलखेत फाँट कुमाक गाउँपालिकाको प्रमुख कृषि उत्पादन क्षेत्रका रूपमा परिचित छ, जहाँ धान, मकै, गहुँ तथा तरकारी खेतीका लागि उपयुक्त उर्वर भूमि उपलब्ध छ। यहाँको कृषि प्रणाली परम्परागत र आधुनिक प्रविधिको मिश्रणका रूपमा विकसित हुँदै गएको छ। सिँचाइ सुविधाको विस्तार, कृषि औजारको प्रयोग र किसानमुखी कार्यक्रमहरूले उत्पादन क्षमतामा वृद्धि ल्याएको छ। यसले खाद्य सुरक्षा, आयार्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ। त्यसैगरी रागेचौर बजार र मिलनचोक बजार स्थानीय आर्थिक गतिविधिका जीवन्त केन्द्रका रूपमा विकास हुँदै गएका छन्। यहाँ दैनिक उपभोग्य वस्तु, कृषि उत्पादन, पशुजन्य उत्पादन तथा विभिन्न सेवाहरूको कारोबार हुने गर्दछ। स्थानीय उद्यमशीलता, साना व्यवसाय र बजार विस्तारले रोजगारी सिर्जना गर्दै ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाइरहेको छ। बैंकिङ सेवा, यातायात सुविधा र अन्य आधारभूत संरचनाको विस्तारले यी बजारहरूको महत्व अझ बढाएको छ। मर्म, जिउला क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, कृषि तथा पशुपालनको दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। यहाँको वातावरणीय सन्तुलन, परम्परागत जीवनशैली र स्थानीय संस्कृति संरक्षण योग्य सम्पदाका रूपमा रहेका छन्। भविष्यमा ग्रामीण पर्यटन, होमस्टे विकास, रैथाने उत्पादनको प्रवर्धन तथा वातावरण मैत्री विकासका लागि यस क्षेत्रले महत्वपूर्ण अवसर प्रदान गर्न सक्छ। समग्र रूपमा कुमाक गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक विकासका क्षेत्रमा क्रमशः प्रगति गर्दै आएको छ। स्थानीय सरकार, समुदाय र विकास साझेदारहरूको सहकार्यले दिगो विकास लक्ष्यतर्फ उन्मुख प्रयासहरू अघि बढिरहेका छन्। चुनौतीका बावजुद पनि उपलब्ध स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै कुमाक गाउँपालिकालाई आत्मनिर्भर, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्ने स्पष्ट सम्भावना देखिन्छ। यस यात्रामा रागेचौर, देवलखेत फाँट, मिलनचोक र मर्म, जिउला क्षेत्रहरू प्रमुख आधार स्तम्भका रूपमा रहनेछन्।